म आज चाहिँ हल्दीबारी 2 झापामा छु र तपाईको नाम के हो भन्नुहोस् त दिदी? मेरो रेणुका निलबाङ। हजुर। तपाईलाई पहिला के समस्या थियो? पहिला मलाई पिसाब पोल्ने समस्या हैन। हजुर। अनि अब खानाहरू नपच्ने। हजुर। हुन त अब त्यो मेरो पिता पनि फ्याँक्दै थियो। हजुर। पछाडि अब पिता फ्याँक्दै पिता फ्याँकेर पनि त्यो समस्या त्यो पिसाब पोल्ने समस्या चाहिँ गएन। हजुर। अनि खानाहरू केही पर्दैन थियो। हजुर। अनि त्यसपछि अब मेडिकल गएर पिसाब पोलेपछि मेडिकल गएर मेडिकल गएर अन्त औषधीहरू ल्याएर खाइन्जेलसम्म ठिक हुने, खान छोडेपछि फेरि भल्झिहाल्यो। हजुर हजुर। त्यो समस्या थियो है तपाईलाई? हजुर। अनि तपाईले जुन हाम्रो यो रिनाटोस वेलनेस प्राइभेट लिमिटेडको जुन हाम्रो खड्ग श्रेष्ठ सरले यो प्रोडक्ट तपाईलाई दिएपछि अहिले तपाईलाई कस्तो भएको छ? अहिले यो जुन औषधि दिनुभएको छ, मैले दिनुभएको औषधि खान थालेपछि हजुर मलाई प्रेसर पनि ठिक छ। हजुर। पहिला प्रेसर पनि बढ्थ्यो। हजुर। अनि घट्ने कहिले कहिले बढ्ने भइरहन्थ्यो। हजुर। त्यो पनि ठिक छ। हजुर। अनि ठिकमा आइरहेको छ अहिले। अनि यो औषधि खान थालेपछि चाहिँ जिउमा अलिक जान जोस जाँगर आउने, खाना पसेन, आफूलाई मन लागेको जिनिसहरू थोरै थोरै हजुर खाँदाखेरि पसेन। अहिले एकदम राम्रो ठिक भएको छ। अनि तपाईँ यो कम्पनी जुन कम्पनीले उत्पादन गरेर आज तपाईँको हातमा छ होइन, तपाईँ त्यो कम्पनीलाई तपाईँ के भन्न चाहनुहुन्छ? यो जुन यो औषधि वितरण गर्ने बनाउने कम्पनीलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। हजुर। अनि तपाईँ जस्तै अरू पीडित बिमारीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? म जस्तै पीडित बिरामी हुनुहुन्छ, कोही दाजुभाइ दिदीबहिनीको आमा हुनुहुन्छ भने यो औषधि तपाईँहरूले युज गर्नु खानु एकदम राम्रो हुन्छ, ठिक हुन्छ। मैले पनि यही औषधि खाएर चाहिँ ठिक भइरहेको छ। खानु होला भन्न चाहन्छु। हुन्छ। अनि यो तपाईँको ठ्याक्कै यो घर एरियालाई चाहिँ के भन्छ यो ठाउँलाई चाहिँ? यो ठाउँलाई चाहिँ चौकी बिरामी 4 भन्छ। ए हस् त, हुन्छ, थ्याङ्क यू।